घर चाहिँ बसेछ कि त्यो घर चाहिँ होइन यो खोलाको छेउछेउमा अब नबनाउनु पनि हो यिनीहरूको हेर्नुहोस् सब भत्काएर लताले चाहिँ भताबिदिङ गर्दैछ होला जग्गैबाट उखालेर सब हाल्दैछ यहाँ तारी खोलाको नजिक परेर पनि हो कि सब भत्काएर भताबिदिङ बनाइदिएछ आज हेर्न आउँ भनेको त यस्तो बनाइदिएछ अझ खोला खोला कति भत्काउँदै जाने हो होइन कबड्डीवाला नै मोज भयो अब सब भत्काएर भत्काएर बनाइसकेको नाको टक्क आएर त्यो घर चाहिँ बसेछ कि कहाँबाट माथि यो घर पनि बचेछ त्यसको त्यो दशा बल्ल रहेछ कपारेवाला उठाउँदैछ भत्काएर भत्काएर बनाइदिन्छ तल्लोबाट हेर्न जानुपर्छ एउटा घर चाहिँ यहाँ यहाँ चाहिँ के भइरहेछ आमा तपाईले 190 त सिम्पल भन्नुभयो कम भन्नुभयो अनि तपाईले के गहने गहना पैसा छ भने अनि जो व्यक्तिसँग गहना कम हुन्छ उलाई त ठुलो लाग्नु पर्ने हो नि तपाईले सामान्य किन लाग्यो त्यो घरमा के इन्टिजर सुन्नु नि मलेसियाबाट 8,000 9,000 पर्छ रे कि काठले भनेको कि आर्जुने माइतीले दिएको धनहरु माइतीले दिन्छ कसैले धन भन्नुस् त दिन्छ नि दाइजो दाइजो नि बाबा त्यो कसैले अरब पैसा दिने गडाउने गरी देला त कुरा नगरौँ होइन किनभने त्यो अपुष्ट कुरा भयो फेरि त्यो बदनाम मात्रै होला होइन अरे भन्नु ओसारे देख्नु आयो त्यो पत्याउ नि अहिले त न्युजलाई पनि याई भन्नु थालेको नामै तँ त केही भन्नुभएको छ पैसा लिएर आउनु क्या
सधैँ पैसा थियो भने 2-4 कार्टुन बोक्दा मेरो नि ज्यान बोन्थ्यो होला या त है अब त डढे भयो त मैले पानी खुवाऊ आमालाई धेरै के भइसक्यो पानी खुवाऊ आमालाई आमा तपाईँ चाहिँ कहाँबाट आउनुभयो चाहिँ कहाँबाट हेर्दै आउनु भएको हेर्ने हिजो पनि ल पानी खाऊ पानी छानबिन गरेर पनि टुडी खेलमा लगेर यिनीहरूलाई त खोर्सानी यिनीहरूको चाकबाट खोर्सानी हालेर यिनीहरूलाई जेल पनि त्यो अहिले जस्तो मान्छे मारेर बलात्कारी बसेका छन् नि त्यस्तो जेल नहोस् कि टुडी खेलमा छेउछेउमा जेल बनोस् यिनीहरूलाई हग्ने टोइलेट पनि एउटा लुगा नुहाउने टोइलेट नि एउटा होस् हग्ने टोइलेट नि एउटा होस् एउटा बट्टा लिएर लाइन लागेर हिँड्नु पर्छ है यिनीहरूलाई 3 मृत्यु दण्ड दिनु पर्छ फलामको डन्डी यता पनि फलामको डन्डी होस् पुलिसले यातना दिँदाखेरि यिनीहरूलाई चाङबाट कि डल्ले खोर्सानी पिसेर यिनीहरूलाई चाङबाट हालेर चाहिँ यिनीहरूलाई शेरबहादुर देउपा यो गगन थापा यिनीहरूलाई चाङबाट पिचकारी डल्ले खोर्सानी उनीहरूले हामी जनतालाई ठगेर यत्र यत्र घर बनाएका होइन गाडी गाड अरे यिनीहरूले हिजोको दिनमा च्यातिएको चप्पल लाएर यिनीहरू च्यातिएको चप्पल लाएर काठमाडौँ आएर काठमाडौँमा बसेर राजा बताइदियो भनिहाल्यो नि डल्ले खोर्सानी पिसेर पिचकारीमा हाल्ने अनि यिनीहरूलाई कम हुन्छ कि भनेर सुन्दैदिने क्या यिनीहरूले यो हाम्रो सम्पत्ति हो नि अदालत किन चलाएको जब यिनीहरूले घुस खाएको गरेको सबै त मिसिन खतम गर्नको लागि यिनीहरूले मिसिन नष्ट गर्नको लागि यिनीहरूले चलाएको चलाएको नभए भागेर चाहिँ हेलिकप्टरमा भागेर उहाँ शिवपुरी पुग्न गए अहिले बाली रविलाल खाने भनेको त छोरा नाति जस्तालाई यिनीहरूले दुःख दिएर चाहिँ कम्पिटिसन गर्न यिनीहरू चाहिँ भोटबाजी गरेर यिनीहरू झापाबाट उठायो भने झापाली जनताले देखाइदिए त झापाली जनताले के गरे अहिले बालीले जित्दैन भन्छ त एउटा लट्टे त्यो रवि सुलाल भन्ने लट्टे कान काट्ने दिदी खोइ त गुन्डाको मात्रै नेताहरू जस्तो कि केपी ओली उहाँ गुन्डुमा बस्छ नि गुन्डामा चाहिँ मेरो गुन्डाको मात्रै पेट भरेर गुन्डाले मात्रै ठुल्ठुलो बिल्डिङ घर बनाएर हुन्छ हामीलाई चाहिँ कर मस्त चाहिँ एउटा केही काम पऱ्यो भने कर मजाले पनि खेलेर ल्याएका छन् त्यो करले यिनीहरूले बनाएका नेताका झोलेर नेता सुकुम्बासीको नाममा हुकुमबासी गर्ने मान्छेहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ यिनीहरूलाई त अब यिनीहरूलाई त यिनीहरूलाई जेल हालेर पनि यिनीहरूको दिन पुग्छ सबै गरेर पनि यिनीहरूले कति भाडा उठाएछन् त्यो उठाओस् सरकारले आश्रम खोलोस् अहिले यही देशका चाहिँ कति दलित बच्चाहरू छन् तिनीहरूको लागि निःशुल्क पठन पाठन बस आश्रम पनि बुढाबुढी भएर हाम्रै देशका चाहिँ सम्पत्ति मरु मनाउँदै काला हुँदैन काल त बस्नु पऱ्यो नि र यिनीहरूलाई तला भत्किँदाखेरि कति मन दुःख होला सबै यिनीहरूको नेताका ढोलेको हो नेताका ढोले नेताहरू नेता चाहिँ धनी नि हामी जनता गरेको नि त्यसो भन्ने हो नि त बालेन्द्र शाह त बहुत धनी देखिनु भयो नि त्यसबाट हेर्नु त धनी देख्नुको त उहाँ त पुर्ख्यौली नै धनी हो पुर्ख्यौली नै धनी हो उहाँले त आफ्नो गुनियर हुन त हाम्रो सम्पत्ति विवरण दिनुभएको तर सुन चाहिँ धेरै मन पराउनु रहेछ कि उहाँले 190 तला सुन राख्नुहुन्छ उहाँले अनि मन पराउँदैन हामी पनि मन पराउँछौँ सबलाई मन परिहाल्छ अहिले त्यो शेरबहादुर देउपा घरमा त चेन्जी नभइकन चाहिँ सुन भेट्न पाए पनि हामी पनि एउटै गरेर सुन ल्याउनुहुन्छ होला सोरेर ल्याउनुहुन्छ नेता घरबाट अनि त्यसले चाहिँ त्यत्रो सुरुङ खनी सुन राख्नुहुन्छ त्यत्रो डन्डा ठोकिसक्नु पैसा कार्टन चाहिँ सुरुङभित्र राख्नुहुन्छ भनेदेखि हामीले चाहिँ के लाउनु हुँदैन आमाले फेरि हाम्रो सम्पत्ति हो आमाले सुरुङभरि पैसा भन्नुभयो इआई भनेको सुन्नु भयो तपाईँ तपाईँहरू पनि आइ होला नि त त्यसमा यहाँ होइन हामी त मान्छे नै हो कि यो पैसा एआई हो भने घर पनि एआई हो यो भट्याउँदा पनि एआई हुन्छ
मानिन्छ पनि आयो हुनु न ल यो घर भत्किँदैछ कहिले खाली हुँदैछ यो घर पनि मजा हाल्यो तारा हजुर सुकुम्बासी तपाईँको चाहिँ घर भत्किएको हो कि भाडामा बस्नु भएको थियो कि यहाँ त सुकुम्बासी धेरै प्रकारको छ कि कोही भाडामा बस्ने कोही घर भत्किने कोही साताले आठले घर हुने सुकुम्बासी धेरै प्रकारको हुन्छ तपाईँ चाहिँ कुन चाहिँ सुकुम्बासीलाई भन्नुहुन्छ म चाहिँ पीडित सुकुम्बासी 2टा कोठामा दिनदिनै गुजारा गरेर भाडामा पनि नलगाएको आफ्नो 2टा कोठामा बाहुना बोलाएर राख्दा नि छेउ कुना सुताएर तपाईँको एकपल्टैबाट फेर्न नमिल्ने गरेर बसेको अनि तपाईँ घर भत्काइने हिजो संसारै गयो भनौँ न अब कहाँ बस्ने के खाने अब बालबच्चा कहाँ पढाउने एउटा म फेरि ब्लड क्यान्सरको पीडित पनि हो 1.5 लाखको औषधि खानुपर्छ अब त्यो कसले खुवाउने मलाई होइन अब बसिरहेको घर पनि छैन अब बालबच्चा त्यत्तिकै चरा चुरुङ्गी अब पशु पन्छीहरू त्यत्तिकै बितर भएर बाटामा छोडेर हिँडेछ अब यो के भन्ने यो अब राज्यको न्याय भन्ने कि यो राज्य आतङ्क भन्ने होला यो राज्यको विकासको लागि न्याय भन्न मिल्दैन यस्तो विकास जनताको लागि कि जनताको लागि विकास कि विकासको लागि अब यता बुवा रविले के गरे रविले गरे के सहकारीको खास छ त कतिवटा मुद्दा राजनीतिसम्म इच्छा के छैन सोध्या किन मार्न लाए है जेलमा कति कथा दिए जनताले देखाइदिएन धनराजले के गर्यो स्वानी सन्मान त्यसो गर्ने जेल त खानै हो उसी भाइलाई पुरा पाले चाहिँ भोट चाहिँ मतदान चाहिँ कसलाई गर्नुभयो ताराले गर्यो ताराले गर्नुभयो तारालाई गर्नुभयो तर चाहिँ घन्टी गर्नुभयो समर्थन चाहिँ राजपालाई गर्नुभयो भारत सरकारलाई अनि बालिनको कामहरू कस्तो लागिरहेको छ ठिक लागेको छ ठिक लाग्छ त अब यो पछाडिको अर्को काम के गर्दा ठिक हुन्छ सुकुम्बासी हटाइसक्यो सुकुम्बासी हटाइसके सोही सुकुम्बासीलाई घर दिनु पऱ्यो जग्गा दिनु पऱ्यो छुट्टै रासन पानी दिनु पऱ्यो व्यवस्था गर्नु पऱ्यो अनि चित्त बुझ्छ हलपत्र पाल्नु गयो हलपत्र पाएपछि आफू पनि हलपत्र गर्नु सही सुकुम्बासीलाई हुकुम्बासीलाई ठिकै छ उसको बेन्चीको जग्गा है सार्वजनिक जग्गा घर खोलाको अधिकरण गर्छ भने मैले गर्नु नि पर्यो मेरै छ भने अब यसरी यो भत्काउँदै गर्दाखेरि चाहिँ हजुरलाई होइन अब यो सुकुम्बासीहरूलाई चाहिँ अब घर बहिनी भएको मान्छेहरूलाई चाहिँ कस्तो सुविधा दियोस् जस्तो लाग्छ होइन उहाँ भट्टराईले बनाएको कुनै कोठा छैन टोइलेट पनि छ त्यहाँ गएर त्यहाँ व्यवस्था गर्नु त्यहाँ गएर यस्तो सुकुम्बासीहरूलाई गए त्यहाँ बस्छ त्यहाँ कोठा यस्ता सातवटा हो कसरी तपाईँले त्यो कुन कोठा नाइट तानेर सबै अधिराजभरि जग्गा छैन कहीँ जग्गा नहुँदै दिनु पऱ्यो सुकुम्बासीको हो 3% लिनु पऱ्यो मेरोबाट आउँछ छोराले पाउँछ नातिले पाउँछ अनि 30 जग्गा छैन त्यो सुकुम्बासी मेरो नाम भएको मेरो छोरो अर्को छ छैन तपाईँको 3 पुस्ते खोजे हुन्छ अनि अब जग्गा छ छैन तान्ने बेला मालमा 3 पुस्ते खोज्नु पर्यो तपाईँको पनि खोजे हुन्छ खोजे हुन्छ मेरो त्यो यता चाहिँ के हो त यो देख्नु माथि आकाश छुने छ यता होइन त्यो त म त इन्जिनियर होइन मैले नक्साइरहेको छैन हजुर नक्साएर र सार्ने थाहा छ भने ठिक छ मजा पऱ्यो हो मजाकै त हो नि ठिक छ अरूले खोलातिर बस्नु पाएन उसलाई नि दार्जिलिङ जग्गा यत्रो बिल्डिङ सही सुकुम्बासीले भाडा लिने हुकुम्बासीले बिल्डिङ हुकुम्बासी सुकुम्बासी रहेछ त्यो त हुकुम्बासी होइन हुकुम्बासी हो
पक्का पक्का त हो नि अनि लाल पूजा राख्नु भएको छ त्यहाँ त्यसो भन्नु मिलेन नि तपाईँले घरको हो रे अहिले माथि त टोपी खस्दैन भए गराएर भन्दै गराएर के भन्नुहुन्छ यो काम देखेर अहिले यो काम छ नि जुन सरकारलाई सरकारको काम ठिकै छ यहाँभन्दा अहिले कुन सरकारले गरे यस्तो काम गरेको त बुझ्दैन कुनै सरकारले सरकारले काङ्ग्रेसमा गरेन पालैसित लुटे खाए सबै लुटेर मात्रै परेछन् लुटेर नभए के गरे खोलाले मान्छे बगाउँछ सुकुम्बासी बस्ती भने बालेनलाई मेरो हुनारी कुकुर लिएर काटेन नि त्यो गरे पाप गराए पाप गराए अति गर्नु अतिसार नगर्नु अतिसार गरे विस्फोटन भएको विस्फोटन अति भएको गरेको होइन यहाँ त बालेनले अति गर्यो भने आफूले के गरे नि ठिक अर्काले गर्यो भने खुट्टा काट्यो। होइन बालेनले अति गर्यो भने सुने यिनले त भन्नु पर्यो यिनले किन भन्नु भने सरी भनाइ गरिराखेकाले आज सत्ता भइसकेको छ होइन मासु पानीबाट झिकेपछि के हुन्छ मासु पानीमा बसिरहेको माछा झिक्नुहोस् फटफट पानीबाट झिके माछा भने छटपट्टि ठुला माछाहरू छटपट्टि मजाले छटपट्टि ठुला माछा ठुला माछा छटपट्टि बालेनलाई चाहिँ गरी मार भनेका छन् यहाँ सुकुम्बासीहरू आत्महत्या गर्न थाले भनेका छन् गरी मारा भाले हो चपल्ला राण सैन्यको बिल्डिङ बनायो हिजो गाउँबाट चपल नआएको कतिवटा घर छडायो एकपल्ट मन्त्री सांसद हुने जनता सेवा गर्न आएको भए 7वटा बिल्डिङ होइन बालेनका पनि त अनि सुन छ र त यत्र बिल्डिङ जत्रा छ बाबुको बाजेको बढी सम्पत्ति होला बालियापट्टि सम्पत्ति मेरो नि होला बालियापट्टि सम्पत्ति मैले काहीँ जमिन सार्वजनिक जग्गा हड्किया छु कसैले लुटिया छु मेरो नि गरेँ हो म खुल्ला छु 3 पुस्ते लेख्नु पनि दिनु बालेलाई मजाले दिने किन नदिनु तपाईँलाई पनि चाहियो त हो के ऊर्जा चाहियो कति सुकुम्बासी जस्तो मैले काहीँ केही गरेको छैन भयो लयो दिन्छु होइन तपाईँलाई चाहिँ माग हो कि भनेर नि म सुकुम्बासी हो होइन मेरो मलाई गरी खाने जमिन छ तपाईँ हुकुमबासी हो कि सुकुम्बासी त्यसो भने है तपाईँ सुकुम्बासी कि हुकुमबासी म त सुकुम्बासी होइन गरी खाने किसान हो आफ्नै गाउँको हुकुमबासी गाउँको पनि हुकुम्बासी होइन गरी खाने व्यवस्था छ मेरो खेती गर्छु खान्छु हात ठेला छन् खेलै छन् 70 वर्ष भयो हलो जोत्दै हर्क साम्बाङका भन्दा ठुला ठुला खेला छन् कि क्या हो संस्थानका भन्दा ठुलै खेला छन् ठुलो सांसद बन्यो म त किसान हर्क साम्बाङ त के छ त बालेनको राजीनामा मागेछ नि त नि उसलाई चाहिँ तिमीहरूले काम गरे दिमागले काम गरेन काम नगरेको हो र मान्नेलाई त्यसो भन्न मिल्छ तपाईँले नि अब बालनको विरोध गर्नलाई के के भन्नु तपाईँले भन्नै पर्छ बालनको विरोध किन गर्नु होइन गल्तीलाई गल्ती त भन्न मिल्यो होला नि त गल्ती गरेकै छैन त कसरी गल्ती होइन गल्ती हो सार्वजनिक जग्गा घर चरा बनाउने हुकुमबासीले बिल्डिङ बनाउनु त घर बनाउँदा गल्ती भयो त त्यसै तपाईँ हामी पनि थालौँ चुडी खेल्नु घर बनायो होइन दम छ तपाईँको चुडी खेल्न घर बनाउने अनि मेरो त दम छैन मलाई चाहियो छैन 77 वर्ष भयो मलाई बिल्डिङ चाहियो भोलि आज घर जान्छ र भाइ के विकास गर्ने बेला पनि लास चलाउन नि पैसा चाहिन्छ अनि के गर्नु लास चलाउन नि पैसा चाहिन्छ गाडी झोलले गाडी नि मरेपछि के चलाउनु कति भने छ जसरी माटो नयाँ सरकारलाई तपाईँ के सुझाव दिनुभयो यस्तै काम गर्ने भलो काम गर्ने हुकुमबासीलाई व्यवस्था गरिहाल्छ हुकुमबासीलाई ओके हुन्छ ल धन्यवाद तपाईँले बाजे हुकुमबासीलाई गर्नु पर्ने जग्गा छैन हुकुमबासीलाई भाडा थियो त्यो पनि भत्काइयो अब घर दिनु पऱ्यो जग्गा दिनु पऱ्यो पूजा दिनु पऱ्यो खानपिन गर्नु पऱ्यो ठुलो बालमा सही हुकुमबासी अहिले आएर सही कुरो गर्नु के त के भइरहेछ एकदम म भनेको भन्दा कमी छ यो एक महिनाको पैसाको आम्दानी होसार यो गलत प्रचार गरेर हुकुमबासी भन्नु भएको छ एकदम गलत कुरा हो हामीलाई भोट चल्ने हामीलाई विद्युतमा नाम दर्ता गर्ने हामीलाई खानेपानीको स्वीकृति दिने हामीलाई तल थप्पा हेरेर बस्ने हिजोको दिनमा जेनी गर्न दिने अब आज आएर हिजो कि सरकार थिएन त्यो कोही होइन बिचौलियाको दलालीहरूको थियो अब आज चाहिँ सरकार आयो भन्नुहोस् कि होइन त हिजोको सरकारले हामीलाई किन रोकेन
त्यो गर्दै गर्दा हामीलाई रोकेको भए तपाईँहरूको भोट ब्याङ्क भनेर चिनिन्छ नि त तपाईँहरूले भोट दिनु भएर उहाँहरूलाई जिताउनु भएको थियो त्यही भएर त अहिलेसम्म यो कुरा आएन बाहिर अनि अहिले त हामीले घन्टीलाई नै हालेर जिताएको थियौँ त यो त लु अर्कोलाई दिएका थियो तपाईँहरूको राष्ट्रपा पार्टीले कुनै पनि माओवादीको कुनै पनि एमाले कुनै पनि काङ्ग्रेसको कुनै पनि मत नल्याएको भए कहाँबाट के आकाशको मत टिपेर दिनुभयो जनता त यिनै त हुन् नि ए जनता यिनै हुन् अब भनेर हामीले सोध्यौँ पनि तपाईँ त नि उठी पास लाउने भन्नुभएको छ यो स्वतन्त्र पार्टीको उम्मेदवारहरू माग्न आउँदाखेरि होइन भाइ हामी तपाईँहरूलाई उचित व्यवस्थापन गर्छौँ त विकास पो गर्छौँ त हामीले त हामी तपाईँहरूलाई भगाउँदैनौँ भनेर भन्नुभयो सुन्नु एकछिन अनि भन्नुभयो हामी सेकेन्ड नेक्स्टमा हामी संसार हेर्दैथ्यौँ बेलुका के भन्नुभयो हाम्रो रविजीले भनेदेखि सुकुम्बासीको घरमा चोरेर आउँदाखेरि मेरो छातीबाट लानुपर्छ भन्नुभयो हामी त भ्रममा पऱ्यौँ विश्वास पनि गऱ्यौँ हो रहेछ सभापतिले त व्यवस्थापन गर्ने रहेछ भनेर गरेर भोट पनि दियो आजको यो अवस्थामा आयो अहिलेका कान्छा माननीय केपी खनाल उहाँको आफ्नै पनि कोइलानीमा जग्गामा घर छ क्या सुन्नुहोस् बुझेँ उहाँ त माननीय 70-80 हजार तलब खानुहुन्छ विभिन्न बुझ्नुहुन्छ र पो उहाँलाई बिन्दास छ उहाँलाई त कटारमा लगेर पो राख्नुहुन्छ नि माननीयसँग तुलना गर्नुहुन्छ हामीलाई एकजना धनी भयो भन्दैमा 49 जना गरिब भएर के भयो एकजना धनी भयो भने जस्तो भइहाल्यो नि हजुरले भनेको कुरा त माननीयलाई के फरक पर्यो त 5 वर्ष जागिरको ग्यारेन्टी उहाँ त खुसी हुनुहुन्छ माननीयलाई पनि उतिकै लाग्ने भन्न खोजेको तपाईँले भन्दा त त्यसरी खोज्नुभयो तर सिङ्गो महासागरमा 1 लोटा पानी हाले पनि के झिके पनि के हाम्रो त खहरै सुक्यो नि बाबा पीडा त हाम्रो छ नि हाम्रो त खहरै नै सुक्यो के गर्नु पर्यो सरकारले ल भन्नुहोस् यो भिडियो मार्फत यो भिडियो मार्फत नेपाल सरकारलाई बालेन सरकारलाई के भन्न चाहन्छु के आग्रह गर्न चाहन्छु भने हेर्नुहोस् हामी कुनै बेरजी नागरिक होइन हामी नेपाली नागरिकको सम्पत्तिको हक बोल्न पाउने अधिकार यो आज आएको होइन हामीले नै लडेर ल्याएको हो इतिहास केलाएर हेर्ने हो भने हामीले लडेर ल्याएको देशमा हामीले ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्थामा घाँस कपासको ग्यारेन्टी भएको यो मुलुकमा काहीँ नभएको जात्रा गर्नु जुन भएको छ जुन अन्याय अत्याचार गर्छ प्लिज बन्द गरिदिनुहोस् हाम्रो यो तपाईँको बस्नुलाई हामीलाई पाउनुपर्छ भन्ने छैन हाम्रो जुन टुटेको फुटेको अलिकति केही क्षति राहत हामीलाई दिनु पर्दैन तपाईँको काहीँ जग्गा दिनु पर्दैन ठिक छ मेरो बाँदर लड्ने भिडमा 2 रोपनी खरपाको रचारी त्यहीँ म लडेर खाउँला गरेर खाउँला तर यो मेरो गएको त दिनु पर्यो यो मेरो टिसुङ लगानी लागेको पैसा ल बाबु तँलाई अब यति त हाम्रो सोचेर गरे होइन दिन सकिँदैन ल तिमीहरूलाई कति तलाको घर थियो त तेरो भनेर 4 लाख 5 लाख 6 लाख कति सकिन्छ यो दिनुभयो भने शान्ति हुन्छ सबको चित्त पनि बुझ्छ अब छानबिनको नाम राज्य उसै त अर्बौँ ऋणमा छ विदेशी ऋणमा चल्नु परेको अवस्था छ र तपाईँहरू जस्तो जो अहिले पीडित हुनुहुन्छ सबैलाई चाहिँ 5 लाख 7 लाखको दरले बाँड्दै जाने भन्दा राज्यको कहाँबाट ल्याउने राज्यको ढुकुटी क्षेत्र छ त्यत्रो ढुकुटी छ राज्यको छैन भनी ल्याउनु पर्यो कहाँबाट ल्याउने तपाईँले बताइदिनुहोस् आय स्रोत के बनाउने अब राज्यले तपाईँहरू जस्तो सुकुम्बासीलाई वास्तविक पीडितलाई न्याय दिनको लागि आय स्रोत के बनाउनु तपाईँ नै भन्नुहुन्छ राज्यले कल कारखाना खोल्नु पर्यो खोल्छु भनेको छ मुखले मात्रै खोल्ने कि साँच्चीकै व्यवहार 1 महिना भएको छ 1 महिना भर्खर कटेको छ सरकार बनेको तपाईँहरू यसरी सरकारी जग्गा अतिक्रमण गर्दा त तपाईँहरू रोडमा आएर यसरी बोल्दै हुनुहुन्छ सरकारी जग्गा जति अतिक्रमण गरेको छन् नि यस्तो के सर यहाँ सुन्नु न त्यो त पहिला आफ्नो नाममा ल्याउनु पर्यो नि एउटा फिस्टे चरी उडेर हिँडे चारी आमालाई भने चारी के आमा म त आज बाँसको टुप्पोमा चढ्दाखेरि बाँसको टुप्पो त लुरुक्क भुइँमा छोयो भने चारी अनि आमाले हो रहेछ बाबु तेरो खुट्टा देख्दै पत्याए भन्नुभएछ अरे के अब 1 महिनामा गरिबको लागि दुनियाँको लागि यो सरकारले गरिब गुर्बाको लागि कस्तो गर्दो रहेछ भन्ने पहिलो झलक त देखियो हाम्रो घरबास उठबास बनाएर अब भोलि उहाँले गर्दै जाँदाखेरि हेर्दै जाउँला नि अन्तिममा के भन्न चाहनुहुन्छ ल भन्नुहोस् अन्तिममा भनेको तपाईँको समग्र सबैलाई चित्त बुझ्ने कुरा म गर्न चाहन्छु होइन वास्तविक पीडितले पाउनु पनि पर्यो जुन पुस्तै नपाउनेहरूले पाउनु पर्यो उहाँहरूलाई पाउनु पर्यो नपाउनेले जुन अव्यवस्थित बस्तीमा पर्ने साथीहरूको जुन लगानी छ एउटा मोटामोटी एउटा समिति गठन गरेर छानबिन गरेर त्यसको आय स्रोत कसरी कमाएर ढलन गरेको छ भ्रष्टाचार गरेर कमाएको छ कि कुनै ड्रग्स बेचेर कमाएको ढलन गरेको छ कि त्यस्तोलाई नदिनु जसले म्यानेज गरेर कमाएको पैसा प्रुफ हुनेलाई त्यस्तालाई उल्टो तिर्नु पनि पर्यो त्यस्तैबाट लिएर भए पनि तिनका असुली गरेर भए पनि हामी जस्तालाई चाहिँ न्याय दिनु पर्यो एउटा क्षतिपूर्ति राहत दिनु पर्यो हजुर
होइन त्यो व्यक्तिगत कुरा गर्नुहुन्न कि समग्रमा कुरा गर्नु पर्यो व्यक्तिगत कुरा गर्नु होइन मैले दिएको सुझाव यो गम्भीर सुझाव दिएको छु मान्ने नहाल्ने उहाँहरूको हातमा हो ए दाइ यार आजीवन यार म त तपाईँलाई थाहा छैन फोहोरको रिक्सा तानी बनाएको धरान गरेको यार अनि मलाई समग्र एउटै जालोमा हालेर तपाईँको यो हुकुममाथि त्यत्रो बिल्डिङ भनिदिएर यो बिल्डिङ छ पत्रकार मित्रहरू जहिले पनि यो बिल्डिङ देखाएर हेर्नुहोस् सुकुम्बासीको त्यो मान्छे सुकुम्बासी होइन किन उसको यता हो क्या सुकुम्बासी त्यसैबाट असुल गरेर यता दिनु पर्यो होइन भन्नुभयो त्यो हाम्रो टेन्सन होइन यो काममा बस्नेले म्यानेज गर्नु पर्यो यदि सरकारमा हामी थियौँ भने हामी यसरी म्यानेज गर्न किताब ल तपाईँ ठिक छ यो त के भइरहेछ यो त छुट्टै फेरि छानबिन नगरी पहिले ठोक्यो नि त यो त छानबिन त्यही त छानबिन हुनुपर्ने हो के भएको